हेलो एभ्रिवान आज पनि चाहिँ हामी पर घर हेर्नु जाँदैछ नयाँ घर बनाउँदैछ कि त्यो बाहिर नाना र म चाहिँ रेडी गर्दैछु को अनि हामी एकछिनमा गएर चाहिँ घर देखाउने छु तपाईहरुलाई हाफ कम्प्लिट बनाइसकेको छ अब चाहिँ हामी गएको जान निस्क्यो हामी बाहिर निस्किसक्यो आइज कोन्दा छ हो कि के भन्दैछौ बाहिर निस्किएर रेडी टु मुभ मेरो बाइक चाहिँ तल निस्क्यो मेरो बाइक चाहिँ यहाँ छ चटक्कै परेर चटक्कै निस्किने हो क्या खत्म हेलमेट गरेर कन्लाउनु होला नि टाउको चिलाएर कति बेर लाग्यो हेलमेट खोल्नु झऱ्यो भने चाहिँ यो गोप्रो उयो गर्नेलाई म चढाइदिन्छु बाइक कता घुम्छ त्यतैबाट किन अप्ठ्यारो गरेको चाबी नलगिहाल्नु फाइनली हामी चाहिँ आइपुगेको छ बाइक चाहिँ यहाँ राखेको छ हाम्रो गाउँमा छु घर चाहिँ छ यहाँ सरप्राइज फाइनली घरमा आइपुगेको छ अहिले गरिराख्नु भएको रहेछ लिएर आइज यस्तो छ है यो त्यो खास यति चाहिँ भएछ एक छाक चाहिँ पुग्ने रहेछ त्यसो हामी भने चाहिँ A few moments later. यहाँ चाहिँ यस्तो गरेर फलेको रहेछ हेर्नु गुवाले पनि त्यही भए एकदम एक बैग यत्रो बैगको त फुल हो जाएगा हम तो एक बैग भयो एक बैग देखिहाल्यो एक बैग अब चाहिँ
चल्दियो जाने फर्केको एकदम हट भइरहेछ क्या घाम एकदम कर लगाइरहेको छु Now going back to home. कता जाँदैछ घरि गाडी मस्ती लागेको थियो Right home, घर आइपुगेको छोडिदियो यहाँ राख्नु भित्रै लानु पर्यो घर चाहिँ छोडिदियो अब चाहिँ घर आइपुग्यो हामी चाहिँ दोमा त यसै सुकाउनु फाइनल घर आइपुगेको छ अब चाहिँ हल्का खाना बस्नुपर्छ यति हाम्रो अघिको काम अब चाहिँ भोक लाग्यो यहाँ म्यागी बनाएर खानु पर्यो भनेर चाहिँ अब चाहिँ खानुको लागि रेडी एकदम रेडी सोचेको छौँ चाहिँ यहाँनिर एड गर्नु मेरो पेजलाई अनि लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला।